अब स्वमूल्याङ्कनमा कम आयो सबैभन्दा पछाडि हाम्रो अङ्क छ हामीले पनि हेर्नु। तर अब यो कारणहरूमा त खासै केलाउन त सकिन, किनभने हामीले त गरेको गरेछौँ काम। अहिले पनि कोठामा देख्नुहुन्छ मान्छे यत्तिकै बसिरहेको, किन? हाम्रा कामकाजी मन पराएको। तर पनि अब स्वमूल्याङ्कनमा चाहिँ के अरे अब कम आयो, दुःख लाग्छ हामीले पनि। अब हाम्रै कमी कमजोरी होला। हामी नेता मान्छे नीति र कार्यक्रम बनाउँछौँ, त्यसमा चाहिँ सम्बन्धित फाँटको कर्मचारीहरूले नगरिदिएको हुनसक्छ, बेलैमा नगरेको हुनसक्छ, र केही कर्मचारीहरूको यो सरुवा बढुवाको चलते पनि केही नगरपालिकाको कामकाजीमा ढिलासुस्ती हुनसक्छ। त्यसले गर्दा पनि यो स्वमूल्याङ्कनमा हामी पछाडि परेको छ। कर्मचारीलाई सेवा सुविधामा कुनै कमी छैन। हामीले करारको कर्मचारीलाई पनि नेपाल सरकारले दिएको सेवा सुविधा बराबर दिएको छ। तर बेला बखतमा नगरपालिकाले उपमेयर मेयरै बसेर यी सबै कामकाजीको लागि तपाईहरू नगरपालिकाको कामकाजीमा ढिलाइ नगरिदिनुहोस् भन्छौँ, हामी निर्देशन दिन्छौँ, सल्लाह दिन्छौँ। त्यस्तो साह्रै गुनासा पनि छैनन् जनताको कि मेरो कामकाजीमा ढिलो हो। मेरो फोन त सधैँ खुला रहन्छ। मैले सधैँ जनतालाई भन्छु कि तपाईहरुले कुनै पनि शाखाबाट त्यस्तो ढिलाइ अर्थात् हालटाल भयो भने मलाई तुरुन्तै मेरै फोनमा फोन गर्नुस्। र कतिपयले फोन गर्दाखेरि कहीँ लेखामा अड्केको हुन्छ काम, कहीँ प्रशासनमा अड्केको हुन्छ, तुरुन्तै बोलाएर त्यसको चिज सुविधा सम्पन्न गराइदिएर पठाएको छु।